हेलो एन्ड वेलकम छ साथीहरू मेरो नयाँ भिडियोमा। आज चाहिँ म ट्याक्क लाएर हिजो यहाँ गाउँ आएको छु चट्ट लाएर। गाउँमा के भन्ने हो, पानी परेर जाडो भएर लाएर बस्दिएको फेरि गाह्रो छ, यस्तै हो। ल साथीहरू चट्ट लाएर म चाहिँ जाडो छ बाहिर निक्लिरहेको छु अहिले चाहिँ होइन। अनि यसो के गरौँ भनेर होइन दाहिने दिमाग लाएर सोच्दिएको, यतापट्टि फर्केर हेरेको पाकिरहेको आल्चा पो देख्यो। फेरि खानै पर्ने मलाई चाहिँ आल्चा देखेपछि। अब चाहिँ चट्ट लाएर गएर बोटमै चढेर आल्चा हालिदिने हो। चलो जाउँ त ल। कान्छा यो फेरिमाको चकचके छ के यो मसँग चलेकै मात्रै गर्छ यो। ए नचल भयो सब हो फोहोर लगाइदिएर भयो। जाउँ ल। म चाहिँ आल्चाको बोटमा आइसकेको छु ल। यो हाम्रो आल्चाको बोट ल। अब म चाहिँ चट्ट लाएर आल्चा यसो चाखिदिन्न त होइन, फेरि बाटो भन्नुहुन्छ भने यस्तो गाडी छ नि सर्पले फेरि हान्देला भने पाकेको काँचै छ कि काँचै। ल नयाँ सिजनको चट्टको आल्चा अलिक भित्र पस्दिउँ न होइन। चट्ट ल अमिलो छ कहाँ यस्तो आफ्नै गाउँ रमाइलो है। तपाईँहरू नै आउनुहोस् न खानालाई होइन। हैट जोडले खाइदिन्छौ आल्चा भने भेट्दिन के हो। ल पुरेर यो चाहिँ अलिक पाकेको रहेछ। आफूलाई फेरि नखाइ नहुने क्या देखेपछि त। यस्तो छ हाम्रो गाउँठाउँ। आल्चा भन्ने चिज त फेरि लास्ट मिठो के, पाकेपछि झन् अहिले त काँचै छ कि पाकेपछि त रातो भइदिन्छ नि त। मलाई चाहिँ बोटमै चढेर खाने मन थियो, तर यता हेर्नु न फेरि घारी हो यस्तो घारी छ। यता म तपाईँहरूलाई देखाउँछु यस्तो लटरमा फलेको छ नि हाम्रो लाएर। यो सालको बोट सानो भए पनि कुनै त पार्टी पनि सकेछ, यस्तो दामी फलेको छ। सोधेँ होला म चाहिँ अब एक दुईवटा खाइहाल्छ होइन। अमिलो होला लास्ट अमिलो, फेरि भर्खर तराईबाट झरेको चिसोले भेटायो भने तना पारिदिन्छ। अब यसो यतातिर बाटोतिर एकछिन जाउँ होइन, फर्किउँला न के छ र। फेरि हेर्नु न कपाल पनि चट्ट लाएर हान्दे बिजोक छ मेरो त चट्ट। ल मेरो घर देखिँदैछ, यो मेरो घर चट्ट। ल अहिले चाहिँ फेरि हरियाली सिजन छ। अब बर्खा लाग्दैछ, पानी परेर हो जाडो त थुरुरु कमाउने। तर मौसम एकदम राम्रो छ।
फुकाइदिनु भएछ आइज ओ यता हेर न जिस्केर बिजोक पार्छ यसले आइज कान्छ आइज ल भाग है त्यो लास्ट चङ्खो छ ल सो त्यही हो गाइज होइन मलाई कस्तो लाग्छ भिडियो मैले चाहिँ नयाँ सिजनको आल्चा पनि खाएँ होइन चट्ट लाएर फेरि नयाँ भिडियो भेट्नुपर्छ कस्तो लाग्छ लाइक कमेन्ट त्यही गर्न नबिर्सिनु होला अनि मेरो च्यानलमा जति पनि नयाँ साथीहरू हुनुहुन्छ सब्सक्राइब गर्न नभुल्नु होला है त बाई बाई फेरि पनि अर्को भिडियोमा भेट्ने नै छौँ हामी म केही नयाँ भिडियो बनाएर आउनेछु आजको लागि यति